नमस्कार सबैजनालाई म फेरि अर्को भ्लग लिएर आइसकेको छु र आज चाहिँ हामी सुकुटे बिच जाँदैछौँ ल म रेडी भइहाल्छु है त ब्याग खोइ त ल अब चाहिँ म रेडी भएँ कपिल दाइले भिडियो सेसन खिचिदिनु मेरो ल अब चाहिँ म निक्लिन्छु है त म घुम्न जानु लाग्यो मलाई राम्रो आशीर्वाद दिनु त ल तिमी त राम्रोसँग राम्रो आशीर्वाद दिनु गजब ल गजब मम्मी खै त ल्याइदिनु न ल बाबा है त ल मम्मी निक्ले ल हस् हस् कालुवा अनमोल केसी जस्तै देख्यो त कसम हेलो साथीहरु ल अब चाहिँ हामी भन्छ अलि मजारीसँग छौँ है नेपाली भन्छौँ होला आज हामी घुम्न जान लाग्छौँ यहाँ सबैजना छन् उता के अरे सिजन दाइ पोखरा कन्टिन्यू हुन्छ उदय बहिनीहरू छन् हाम्रो आर्सिया हाम्रो पिन्सन आदि बाटो पुग्छ हाय गाइस हेलो अरु केही ल टासे रहेछ त अनि म चाहिँ फेरि मिलाएको राख्दैछु कुन चाहिँले फोटो राखेको यो सुभाष सरले बनायो मैले बनाएँ हैन ल अब हामी कलेजबाट निक्लिन्छौँ गाडी हाम्रो आइसकेको छ माइक्रो बहिनीहरू पनि चढ्दैछन् के बोला त बोला न बोला अलिकति अब हामी लगभग चिया पसल सिएर पुग्न लाग्यौँ हाम्रो हजुरआमाको चिया पसल छ अरे यहाँनिर सानो ब्रेक लिएर हाम्रो टेन्सन हाम्रो हर्सिया हाम्रो सागरलाई सबैजना मिलेर हामी तक चिया खानु जान्छ खासु भन्दा पिसा हो यही हो ल चस्मा ल्याउनु मलाई भ्लगमा राम्रो देखिन्छ एकछिन ल अहिले एकछिन ल्याउनु फेरि है भ्लग नेक्स्ट त केही छ आमा नमस्कार नमस्कार है लोकल दुधको चिया हो फेरि यहाँ त एकदमै मिठो आमा नमस्कार क्यामेरा लगाएको छैन लभली ठाउँमा रोकेको छ अभियसली साथी दुईजना भ्लगरै थिए ल म दुबईको भ्लगमा होइन यो पार्ट त काटिदिन्छु म बाटो हुँदै जाने हो हामी साथी तिमीलाई यहाँबाट यो बने बजानबाट थाहा भयो थाहा छैन त्यस भए यस्तो हो यहाँबाट यताबाट जा ओ चम्क्याएर न मुला तपाईको ड्रेससँग कस्तो म्याच गर्दै रहेछ तपाईको कानमा राख्नु ल त ओ प्रितम would like to take नेहर बुझ्छौ गालीले मात्र तिमी बुझ्छौ अलि बुझ्छु म हो त्यस भए नाकुर्ने होला आमाको मम्मी मेरो जिजु आमाको मम्मी हो 103 कति पुग्छ 103 हो कि कति पुग्नु तपाईँ 103 सुन्नु हुँदैन अलि नजिक कति 103 होइन म त 101 म आमाको पनि मम्मी बाहिरको ठाइको मान्छे म यो हो हाम्रो यी चाहियो तर चाल्टी बेच्यो पाइने होइन रोडको चाहिँ पिपल बिजी गर्ने हो मेरो बहिनीहरू छ सबैजना निक्लिन्छ म निक्लिन्छु आमा निक्लेको है हस् हजुर
राम्रोसँग बोल्नु हुँदो रहेछ आमा बोल्नुहुन्छ नि 101 वर्ष 101 वर्ष भइसक्यो त्यहाँदेखि कस्तो मजाले आमाको अझ छ आयु लामो छ हस् आमा निक्लेको ल हात मिलाउँ है हाम्रो होइन होला आमा गाइस अब हामी यहाँबाट निस्किरहेछौँ अर्को नट लभ यु टाइम कोही बाँकी छ बाँकी भएको बाँकी नभएको नि अब बसमा आइहाल्छ नि बस भेटिहाल्छ के सामान छुटेन नि म त लास्ट लाज लाग्दो रहेछ यस्तो गरेर अहिले चाहिँ हामी गराल घरको पारिपट्टि मलाई पाइसकेका छौँ सिधै केही बोल्नु त फिलिङ भेरी नाइस यस आफ्नो होम टाउनमा आएर मलाई एकदमै खुसी लागिरहेको छ मेरो घर हो गाउँ हो यहाँबाट 6 किलोमिटर हो मेरो गाउँ अब केही 2-3 बोलाउँ त खुसी लागिरहेको छ हजुर दाइ नमस्ते दिदी हामी चाहिँ आइपुग्यौँ म झरिहालेँ पहिलो सुरु तपाईँ गाडी पार्किङसम्म आइपुग्यौँ हामी स्याटी चलाएर नेल चेक कतिचोटि गर्छौ यार नेल चेक गाइस फिट चेक गर्छु मैले एकछिन तर क्यामेरा पछाडिको फोहोर रहेछ नपसिकन भिडियो बनाउनु भएको चाहिँ यो ब्लर आयो भने ल म काट्दिउँ ल चढौँ न अस्ति जस्तो हो कि क्या अब हाम्रो फोन ल दाइ अब हाम्रो एकदम हाम्रो यहाँको स्टारै आउनु लाउनु भएको छ दाइ बस्नु न खिच्नै बाँकी छ दाइ तपाईँ ओए चक्र दाइ यार ल दाइ एकदम हजुर त के भन्ने डन्ट टच मी हो नि हैन रेमान डकेट अब रेमान डकेटलाई पनि लिएर आएको छ रेमान डकेटको इन्ट्री हेर्नु होला Get ready. I'm a king, but I pop from a saint. They call me a bad man. That's a fucking good thing. Mama said swing back when another man swings. So I रमाइलो भयो नि त Arcia, oh. Say what do you want to say? ओइ सामान हाम्रो खोइ तिम्रो ब्याग ल्याऊ बेबी बिन्सन ए होइन बेबी बिन्सन आई लभ माई बेबी बिन्सन त्यही पार्टमा त हाल्छु म के भन्नु छ केही भन त इट वाज अ ग्रेट एक्सपिरियन्स केको एक्सपिरियन्स चाहिँ ग्रेट थियो त्यहाँबाट यहाँ आउनु त्यहाँबाट यहाँ आउनु भन्नाले ललितपुरबाट सुकुटेसँग आउँदाखेरि एकदम राम्रो एक्सपिरियन्स भयो हाम्रो बिचमा आउँदाखेरि चाहिँ के राम्रो लाग्यो तिमीलाई भन्नाले केही भ्यू राम्रो लाग्यो कि तिमीलाई मान्छेहरू राम्रो लाग्यो कि भन म क्वेसन सोध्दैछु त तिमीलाई के चाहिँ राम्रो लाग्यो त्यहाँदेखि आउँदाखेरि अनि त्यहाँ मान्छेहरू राम्रो लाग्यो कि होइन तिमीलाई हामी मन पर्यो कि हजुर हजुर मलाई कि म मन पर्यो treat me like white tees. Don't get me dirty. के अरे त्यहाँदेखि यहाँसम्म आउँदा चाहिँ कस्तो एक्सपिरियन्स रह्यो तिम्रो यो त आउट अफ सिलेबस क्वेशन सोध्छ नि एकदम छिटो आइपुगे जस्तो भयो ल म त्यस्तो गर्दिनँ होइन म त तिमीहरूलाई अभियसली मन परिहाल्छ होइन त्यो नो डाउट हैन त्यो त मैले यसो क्रस चेक मात्रै गरेँ केही भन न गर्नी छ र म क्वेसन सोध्छु है त तिमीलाई के अरे ललितपुरदेखि लगनहिलदेखि तिमीलाई यहाँ सुकुटी बिचसम्म आउँदाखेरि तिम्रो एक्सपिरियन्स कस्तो रह्यो त एकदमै रमाइलो मैले यस्तो अलिकति भाइब मिल्ने खालको देख्छु भनेर सोचेको थिएँ हो त्यही भएर सो हाई गाइस हामी यहाँ पोर्चुगललाई सपोर्ट गर्दैछौँ तपाईँहरू पनि पोर्चुगललाई सपोर्ट गर्नु होला धन्यवाद होइन दाइ पनि पोर्चुगलै हो दाइ पोर्चुगलले जित्छ अनि होइन हो जित्ने त मेस्सीले जित्छ पोर्चुगलबाट मेस्सीले जित्छ दाइ त क्यामेरा अर्जेन्टिना राम्रो आइरहेछ त आर्सिया हजुर अब लगनहिलदेखि यहाँसम्म आउँदा चाहिँ तिम्रो
कस्तो उ रहेको यात्रा कस्तो रह्यो रमाइलो भयो तिमीलाई के मन पर्यो कराको मन पर्यो हो मेरो भ्लगमा मेरै बारे मात्रै कुरा गर्छु है विन्सनलाई कस्तो लाग्छ नि यहाँसम्म आइपुग्दा भइल लागिरहेछ एक्सपिरियन्स चाहिँ कस्तो रह्यो त तिम्रो उहाँदेखि यहाँसम्म कतै रह्यो होइन माइक्रोमा एकदम रमाइलो तिमीलाई के राम्रो लाग्यो सबैभन्दा राम्रो चाहिँ त्यहाँ यात्रामा मात्रै भाइब राम्रो लाग्यो होइन हेलो हेलो के छ तपाईँ ह्यान्डसम हुनुहुन्छ अरे कैसा लगा मेरा मजाक सिसन बानी जस्तै हुनुहुन्छ रियली I'll take a compliment. बबालले ल उलाई त सिसन बानिया रणवीर सिंह ल बबाल गीत गाइदियो ल अनमोल केसी फ्लप भएको थियो नि त अस्ति के हो फ्लप त ऊ भइरहन्छ अब तपाईँको इन्ट्री भएपछि अभियसली हजुर कन्ट्रोभर्सी कन्ट्रोभर्सी तपाईलाई सपोर्ट गर्छौँ कन्ट्रोभर्सी त फ्यानहरू छ तपाईँको फ्यानहरूलाई के भन्न चाहनुहुन्छ अटोग्राफ दिनुस् न तपाईँको फ्यानलाई के भन्न चाहनुहुन्छ के छाप देखिरहेछ हो होइन क्यामेरामा त मोबाइल छाती पड्क्यो मान्छेको एकछिन स्विमिङ गरियो केटाहरू सबैजना स्न्याक्सको लागि बोलाएको छ ल अब हामी स्न्याक्स खान थाल्यौँ ल अब एकछिन चेन्ज गरियो अगर ठिक आउट सर्ट चक्क चेन्ज गरेर अब निक्लेको छ नि केटाहरू बाहिरतिर ठिक छ होइन ल जाउँ एकछिन बाहिरतिर जाउँ घुमाउँ अब यहाँ एकछिन फोटोसुट गर्दैछन् आरसी हाम्रो यहाँ चाहिँ यहाँ हाम्रो अर्को बहिनी छ अर्को बहिनी चाहिँ यहाँ फ्रन्टबाट खिच्नु भनेको होइन मेरो ल अब यहाँ चाहिँ हामी एकछिन फोटोसुट गर्न आएको छौँ फोटोसुट गरेर तपाईँ एकछिन खानासाना खानु पनि हुन्छ त्यतातिर जान्छौँ हामी ल यहाँनिर हाम्रो बहिनी फोटोसुट गर्दैछ फ्रन्टबाट राम्रै आउँदैन रहेछ क्या हेर न यतापट्टि बस्नु पर्यो नि त ल ल यति गरेपछि हामी खाना जान्छौँ फोटो खिच्दै हुन्छ फेरि अब एकछिन पौडी खेलेको थियौँ नाइटमा पौडीको चाहिँ खिच्न सकिएन त्यही भएर अब फेरि यो पौडी खेलेर लु ड्रेस अर्को चेन्ज गरेर हामी एकछिन फेरि त्यहाँ दाइहरू सबैजना त्यहाँ बसिरहेको छन् रे त्यहीँ जान्छौँ गयो मुझे कुछ दिखाई नहीं दे रहा माँ थोते मुजी नाइस नेम मलाई डल्ले भने त्यसले मलाई डल्ले भने खै चप्पल है त अब ब्लग छिर्न आँटेको ब्लगमा यसो नाच्दिउँ है त भात खान भयो भात खाएर नाचेर आयो मेरे दुश्मन हो रहा है तो दे और 50 रुपया काट ओवर एक्टिंग के भात चाहिँ यस्तो छ अहिले चाहिँ 12 बजे छ र हामी एकछिन यहाँ टक्क वाकको लागि निक्लेका छौँ होइन त थोते हामी चाहिँ वाकमा निस्केको टक्क प्रिङ्कल्सको लागि होइन सर प्रिङ्कल्स देखो प्रिङ्कल्स खाएर पिङ्कल्स कहाँको पिङ्कल बेसी हो न त्यो डाँडो हो कि के हो यो डाँडो त हुन्छ त होइन होइन थोते थोते यहाँ क्या माथि बत्ती बल्ल छ गर थोते हेलो रिसा के मारे मन में तू झलकाई क्यों नेल देखाउने हाय गाइस नेल नदेखाउने अब त्यही बोल त म समादौँ गाइस हामी चाहिँ लाइक 2 आवर्स स्ट्रेट नाच्यौँ होला होइन अनि एकदम लेग चाहिँ एकदम दुखिरहेछ एकदम नै एक्सट्रिम लेभलमै दुखिरहेछ होइन अनि इट वाज अ भेरी वन्डरफुल टाइम होइन अनि बाघ कहाँ बाघ कुकुर हो त्यो दाइले गर्नु छ म टक्क कोही छैन अहिले
केटाहरू त्यहाँ बसिरहेका छन् बाहिरपट्टि। यो ब्राजिलको गेम धेरै ढिला राखेर हेर्ने भनेर सबैजना कुरेर बसेका छन्। म चाहिँ पुल्निर छु, एक पौडी हान्नु लागिरहेको छ मलाई, तर हान्दैन होला किन गाह्रो पनि भइरहेछ। बारहरू पनि सबै बन्द पनि भइसक्यो, त्यही पनि म हिँडिरहेको छु, मजाले हिँडिरहेको छु म। एउटा चिप रेडी पनि खेल्छु, अघि खेलेको चाक ठोक्यो, टेन्सनै हुँदो रहेछ। मलाई चाहिँ एकदम लेफ्ट आउट फिल भयो। यहाँ बसिरहेको छन् उनीहरू सबजना। मलाई यिनीहरूले म यस्तो गरेछ नि, मैले याद गरिरहेको छु। आई रिमेम्बर अल योर फेसेस। मार्ने भए मलाई के कुरा भइरहेको छ, म यस्तो जान्छु नि त्यहाँनिर होइन चिप्लेट खेलौँ है। खै चिप्ली त म चाहिँ एकदम लेफ्ट आउट फिल भयो। मलाई ग्रुपबाट पनि हटाइदिए। कन्जुरिङको पुरा इमेजिनेसन मलाई यहाँ आइकन जा भनेर हटाए मलाई। मैले सो इट्स लङ टाइम अब सर चाहिँ हो कस्तो भ्लगमै नभन्देऊ न, चुरोट खाने जस्तो बनायो क्या तिमीले। यताको पनि धुपालौँ उताको पनि धुपालौँ मुखको धुपा दुइटै अगरबत्ती बालौँ न। मेरो लभ स्टोरी सुन्ने भनेको हो नि ल ल म सुनाउँछु। सुनाउ। हाँसिहाल्यो हुन्छ है। होइन क्या त्यहाँ अलिक गर्मी छ क्या, अलिक रमाइलो सो इट वाज लङ टाइम अगो। भनौँ न अब स्कुल टाइममा लभ परेको मेरो, स्कुल भन्नाले हाई स्कुल टाइममा होइन। सो सी वाज भेरी प्रिटी। ओके सी वाज भेरी 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 प्रिटी म्यान। हाइट त हाइट थियो कि लो थियो? हाइट अब मभन्दा अलिकति अग्लै थियो। तेरो चाहिँ भने मेरो त थोते मुजी। हजुर इट्स ओके। म यहाँ पनि देखिनँ ग्रुपमा पनि अघि के रे हाल्नुपर्छ चड्डालाई त। सो कहाँ थियो भन्दाखेरि म हाई स्कुलमा सी वाज भेरी भेरी एकदमै ल एकदमै वान। अनि त्यो मैले ऊ अर्को सेक्सनमा थिएँ, म अर्को सेक्सनमा थिएँ। अनि म कुरा गरेँ उसँग ब्रेक टाइममा होइन। मैले त्यहाँको कुरा चाहिँ के भयो भन्दाखेरि हाम्रो मैले टक्क फ्लट गरेँ मैले होइन। फ्लट गरेँ मैले भनौँ न हल्का अब ठिकठाक हजुर मेरै हो र। अनि जस एकदमै राम्रो लाग्थ्यो क्या मलाई। ओके लगभग म के अरे अनिखेर जस मैले कुरा गरेँ अनि कुरा भयो। कस्तो लाज लाग्दो रहेछ भन्नु। जस मेरो चाहिँ एकदमै मलाई चाहिँ एकदम मनपर्थ्यो क्या। जस ब्रेक टाइम हेर्दाखेरि खाजा साजा खाँदाखेरि उसले त्यो समोसा जुन टकपक्क मन त पर्थ्यो। अब कतिजना हो भनेर होइन दाइ सी वाज ओन्ली वान दाइ। ओके नरोकी बोल न। मैले उसको भन्नाले अब टक्क ब्रेक टाइम सेक्टरमा कुरा हुन्थ्यो। ब्रेक टाइममा कुरा हुन्थ्यो हाम्रो होइन। बस न बस बस बस। लभ स्टोरी सुनेपछि टोइलेट आउँछ थाहा छ मलाई। बस जाने नडराउनु बस्नु।
नै स्विट स्टोरी छ क्या बस न मलाई त अघि नै छुट्याइसकेको छ तिमी आउ न भित्र आएर सुनाऊ उता रुममा सुनाऊ के तिमी सुनाउने मान्छे उता गइसिन पनि सबजना ए एकछिन बस जाने सबैजना भइरहेछ के गीत गाउने अहिले गीत गाउनुहुन्छ बज्ने कति बज्दै बस्न बल्ल 3 बज्दैछ यार नमस्कार सबैजनालाई 3 बजे बुलेटिन समाचारमा हजुरहरूलाई स्वागत छ हजुर हजुर ओ भाइ मेरो झोला भाइ 3 बजे बुलेटिन समाचारमा हजुरलाई स्वागत छ सुकुटे बीचमा गएका 16 जना विद्यार्थीहरूले चटक देखाएर 14 जना विद्यार्थीहरू 14 जना विद्यार्थीहरू केही घटना भएको छ घटनामा परेर केही जनाको इन्जुरी तथा केही जुवामा फसेकाहरू छन् यति भन्दै धोतीहरूको चुमचुम यही समाप्त हुन्छ धन्यवाद भ्लग म हालिदिन्छु नि या टोटली योर ब्याड तिमी के ब्राजिल मोरोक्को म अर्जेन्टिना आज नाम अहिलेलाई चाहिँ म छैन कसले हारोस् जस्तो लाग्छ मलाई ब्राजिलले नै हारोस् जस्तो लाग्छ हेलो म फेरि आएँ अहिले चाहिँ अहिले ठ्याक्कै 3:45 भएछ ल म जुत्ता लाउँ रातिको 3:45 भइसक्यो भुताउने बेला भयो म फेरि आएको छु भ्लग लिएर ठ्याक्कै 3:45 हो सबैजना उठेर अब ब्राजिलको गेम हेर्छन् रे अब ब्राजिल गेम हल्का हेरेर आइदिनु पऱ्यो झ्याउ लाग्यो भने त निक्लिहाल्छु म आज भिनिसियसले गोल हान्छ भन्ने म एकदमै उडाएको छु हान्यो साढे 6 हुँदैछ ब्राजिलको पुरा गेम हेर्न सकिएन साह्रै गाह्रो हुँदो रहेछ निन्द्राले गाँडै हान्यो क छ त भ्यू त अनि गडै देखिरहेछ खूब मजाको भ्यू छ खुब रमाइलो लाग्यो मेरो लागि चाहिँ भुसुक्कै सुत्दिनु पऱ्यो 9 बजी उठ्ने भनेको छन् 1-2 घन्टा सुत्यो जुरुक्क परिहाल्नु पऱ्यो के बोल्नु आधी निन्द्रामा